Hello and good morning everyone. Spend the day with me in my village. So म बिहान उठेर चाहिँ मेरो बाइसेप्स देखाउँदैछु र मैले चाहिँ उठ्ने बित्तिकै सुँगुरलाई चारो लगिदिएर हाम्रो बाख्राहरू चाहिँ मस्त बसिरहेको रहेछ घाम ताप्दै र हाम्रो सुँगुरहरूको पनि भिडियो मैले बनाइदिएँ र दुईटा सुँगुरलाई चाहिँ कसले यसरी बाँध्ने थाहा छैन है मलाई चाहिँ। सो हामी त्यसपछि खाना सब्जी बनाउनतिर लाग्यो र मैले चाहिँ टमाटर पोल्दैछु गाइस अचार बनाउनको लागि। म र मेरो बहिनी मिलेर आज चाहिँ खाना सब्जी बनाउँदैछौँ किनभने आज चाहिँ आली लगाउने खेताला थियो र खेतालाई चाहिँ एक दुईजना मात्रै हुनुहुन्छ है तर। र मैले चाहिँ अचार बनाउँदैछु गाइस सेलौटामा टमाटरको यस्तो देखियो। अन्त मैले खेतालाहरूको भिडियो अलिकति बनाएँ र मैले खाना पनि दिएँ। हामीलाई हतार थियो, यो चाहिँ बोजूको खाना हो, सादा खानुहुन्छ। अन्त म चाहिँ स्किन केयरहरू गर्न थालेँ किनभने आज चाहिँ सटरडे हो अनि सटरडे चाहिँ म चर्च जान्छु र आज चाहिँ मेरो पुरानै चर्च जाँदैछु इलाममा। र मैले चाहिँ सिम्पल मेकअप गरेँ र मलाई हतार पनि भइरहेको थियो एज युजल। म जहिले हतारमै हुन्छु र यो चाहिँ मेरो फिट भनेर मैले देखाउँदै थिएँ र म चाहिँ बहिनीसँग जाँदैछु र पप्पी पनि हामी सँगसँगै पछ्याउँदै हाम्रो चर्च आइपुगेछ। र गाइस हामी चाहिँ ठिक समयमा पुगेका थियौँ चर्च चाहिँ। अन्त प्रे भयो, वर्सिपहरू भयो अनि सेवासँग स्टार्ट भइसक्यो। अनि त्यसपछि बेटीको समय पनि आइपुग्यो र हामीले चाहिँ निन्द्रा बगाउन भेक सुन्दै थियौँ र हामी चाहिँ वचनको भागमा आयौँ र पास्टर भाइले गाना पनि गाउनु भयो। अनि त्यसपछि हामी घरतिर लाग्यौँ र सङ्गति सकेपछि चाहिँ बहिनीले फोटो खिच्छु भन्नु थालेर उसको मैले फोटो भिडियो पनि खिचिदिएँ। अनि त्यसपछि हामी दोकानतर्फ लाग्यौँ र दोकान आउँदै घर गयौँ र हामी सिधै खाना खान बस्यौँ लुगा चेन्ज गरेर किनभने हाम्रो अरू पनि काम थियो। हामी चाहिँ बिउ काट्नलाई जानु थियो। सो हामीले चाहिँ फटाफट खाना सकाएर हामी बिउ काट्नतर्फ लाग्यौँ। र गाइस बिउ चाहिँ अलिक कमलो थियो र अगाडि मेलो सर्यो र भोलि चाहिँ हाम्रो रोपाइ छ र वर्षाको हामीले सबै उखाल्ने प्रयास गऱ्यौँ र हामीले चाहिँ बिउ छोडेर हामी चाहिँ आली लगाउन जानुपर्ने भयो किनभने गाइस भोलि नै हाम्रो रोपाइ हुने भयो र आली चाहिँ लगाइसकेकै थिएन खेतालाहरू नपाएर। अन्त ल हामी नै गर्छौँ भनेर दिदी बहिनी तातेर अङ्कलसँग हामी तिनजना मिलेर सबै आलीहरू लगाउन थाल्यौँ। र गाइस हामी चाहिँ कुनै करकापमा चाहिँ गरेको होइनौँ र कतिजनालाई चाहिँ यो हिलो माटोहरू देखेर घिन लाग्न सक्छ तर हामी चाहिँ किसानको छोराछोरी भएर होला पहिल्यैदेखि माटोहरूसँग चाहिँ हाम्रो एकदमै राम्रो नाता छ भनौँ न। सो हामीलाई चाहिँ घिन लाग्दैन, हामी चाहिँ यसमा पहिल्यैदेखि हुर्के बढेको कारणले। र साथी चाहिँ उस्तै पऱ्यो भने चाहिँ काम गर्नु पनि मजा लाग्दो रहेछ। हामी जस्तै थाके गले पनि हामी चाहिँ एकअर्कालाई इन्टरटेन गर्दै काम चाहिँ गर्दै थियौँ। मैले लगाएको र दिदीले लगाएको मिल्दै मिल्दैन, दिदीले लगाएको पिचिङ सिस्टर मैले लगाएको चिटिक्क म जस्तै हुन्छ, तैँले लगाएको तै बुढेर बुढे हुन्छ। र गाइस हामी चाहिँ बेलुकाको 7:30 बजी मेलबाट फर्किन पर्यो, त्यही पनि इन्कम्प्लिट 11 आधी त त्यत्तिकै रह्यो। र बहिनी र म चाहिँ आयौँ अनि अङ्कल पनि आउनुभयो र हामी चाहिँ अब नुहाउनतर्फ लाग्दैछौँ किनभने हाम्रो हालत चाहिँ एकदमै खराब थियो। लुगाको हालत त्यस्तै र मान्छेको हालत त्यस्तै। मेरो कट्टु। र गाइस हामी चाहिँ नुहाइसकेपछि चाहिँ खाना खायौँ र आज चाहिँ खाना हामीले पकाएनौँ, मम्मीले पकाउनु भएको थियो। अनि खाइसकेपछि चाहिँ हामी सुत्न बस्यौँ। थ्याङ्क यू फर वाचिङ एभ्रिवान, बाई बाई।